हेलो नमस्ते गुड आफ्टरनुन वेलकम ब्याक युट्युब च्यानल आफ्टर 7-8 मन्थ पछि फाइनली भेट भयो। हामी चाहिँ आज बुटोलदेखि गुल्मी हिँड्न लागेको। आज बाबु म बुढा भएर अनि यो चाहिँ सिद्ध बाबाको बाटो थियो। सिद्ध बाबा एकदम जाम, सँगसँगै बाटोमा धुलो पनि थियो। अनि मैले यसो आज भिडियो क्याप्चर गर्नु पर्यो एउटा दुईटा भनेर सोचेर प्लानिङ गरेको। अनि धेरै बिहानमा त टिप्परहरू अनि गाडी छुट्ने समय भएको भएर पनि होला सायद भिडभाड। अनि मैले क्याप्चर गर्दै गर्दै जाँदाखेरि यसो मैले आफूलाई ऐनामा पनि हेरेँ। अनि अलि पर सिद्ध बाबादेखि भूतखोला लगभग सायद भूतखोलानिर जाँदा एउटा भिडियो बनाउँछु फेरि पनि भन्दै रमाइलो भयो थियो नि त। अगाडि सानो गाडी अनि पछाडि हामी थियौँ। त्यति बेला चाहिँ गाडी अलिक कम थियो। अनि बाबाले मैले यसलाई अब म यसलाई ओभरट्याक गर्छु भन्नुभएको थियो। अनि मैले भने भो हल्का हल्का हिँड्नु न, किन ओभरट्याक गर्नु पर्यो, बाबु म झोला छ भनेर यस्तै मजाकमा भनिरहेको थिएँ। ओके भन्नुभयो। अनि हामी बिस्तारै बिस्तारै स्लो मोसनमा आफ्नै तालमा इन्जोय गर्दै हिँडिरहेको थियौँ। फाइनली बाबुले भिडियो ब्याक गर्नु भनेर अनि क्यामेरा ब्याक गरेको थियो। अनि बाबुलाई बोल न मेरो भ्लगमा भनेको थियो। ऊ चाहिँ मुसुक्क हाँस्छ, नाइ नबोल्ने रे कि उसलाई चाहिँ गाडी लाग्छ नि त, सो बोल्न चाहिँ खोज्दैन बाबु। अनि उसलाई बाइकमा हिँड्दा पनि गाडी लाग्छ, वरपर हेर्न मिल्दैन। अनि त्यही भएर गाडी लाग्छ। उसले चाहिँ क्यामेरामा हेरेर हाँस्दै बस्दै गरिरहेको छ। अनि मैले चाहिँ मुखमा छुर्पी लिइरहेको छु, छुर्पी चपाउँदै हिँडिरहेको छु। अनि बुढालाई जिस्काउँदै राम्रोसँगले हिँड है, फेरि हामीलाई गुल्टाइदेऊला भन्छु। अनि मैले यसो त्यही भन्दै अनि हामी त्यहाँदेखि अलि पर पुग्यो। पर पुग्दा उतादेखि टिप्पर आएको रहेछ। अनि बाटो एकदम अफरोड थियो कि यति बेला यो ठाउँ। अनि हामी यहाँदेखि एकदम डराइ आयो। मेरो बुढालाई चाहिँ टिप्परसँग बहुत डर लाग्ने कि। अनि मैले भने खुब डर लाग्छ क्या टिप्परसँग भनेको। मलाई त लास्टै डर लाग्छ, तिमी भन्दा पनि मलाई यो टिप्परहरूसँग डर लाग्छ अरे कि मेरो बुढाले चाहिँ। अनि साथीहरू मेरो बुढालाई मात्र हो कि हजुरहरूको बुढालाई पनि त्यस्तो हुन्छ? मेरो बुढा त टिप्परसँग बहुत डर लाग्छ भन्नुहुन्छ। एकचोटि यस्तै क्रस गर्दा चाहिँ उतादेखि आउँदा धन्न एक्सिडेन्ट भएको होइन नि त मेरो बुढालाई। अनि त्यही भएर अनि मेरो खुट्टा दुख्यो हिँड्दा अनि मैले खुट्टा देखाउँछु। अनि मेरो जुत्तालाई इग्नोर गरिदिनु ल साथीहरू, बाइकमा हिँड्दा यस्तै हो। अनि बाबुले मेरो पनि देखाइदिनु न खुट्टा भनेको थियो। अनि देखाउन भनेको चाहिँ उसको खुट्टा देखाउनु मिलेन अनि रिसायो। अनि मैले ब्याक क्यामेरा गर्दै फेरि उसलाई देखाइदिन्छु क्या ल भन्दै। अनि उसले चाहिँ थोत्रे दाँत देखाउँदै हाँसिदिइहाल्छ। अनि के भन्छ अनि खुबै मलाई नदेखाउनु भनेको हुन्छ। अनि मलाई हातले हान्न खोजेको हुन्छ क्या। अनि केही पनि हुँदैन हेर न भनेको। अनि हेर्दै हाँस्दै गर्छ क्या, जिस्काउन खुसी लाग्छ क्या बाबुलाई बाटोमा हिँड्दा। अनि म बाबुलाई जिस्काउँदैदेखिको मसँग गालिरहेछ कि क्यामेरा नदेखाउनु न मलाई, किन देखाउनु भयो, ड्याडीलाई देखाउनु बरु भन्छ। अनि मैले चाहिँ तिमीलाई देखाउने हो भन्छु क्या। अनि त्यसको इच्छा पुरा गरिदिनु पर्यो बाबुको। अनि ड्याडीलाई देखाइदिएँ थोरै। उसलाई चाहिँ एकदम एक्साइटेड रूपमा हिँड्दा नि त आफ्टर 3 इयर्स पछि आफ्नो ड्याडीसँग। सो अब हामी चाहिँ केराबारी आयौँ। यति बेला केराबारी एकदम केराहरू सँगसँगै यहाँको खानाहरू एकदम मिठो हुन्छ। हामीले चाहिँ केही पनि खाएन, घरदेखि जो खाना खाएर आएको थियो नि त। सो हामीले खाना खाएको भएर केही पनि खाएनौँ। यत्तिकै भिडियो क्याप्चर गर्नको लागि थोरै भिडियो गरेछु। अनि सबैजनाले माया गरिदिनु होला। मलाई त्यति राम्रो त आउँदैन, त्यही पनि आफूले जानेको सक्दो कोसिस गरिरहेको छु। अनि त्यही हो साथीहरू, बुढासँग इन्जोय तरिकाले रमाइलो गफ गर्दै बाबु म बुढा एकदम रोमान्टिक तरिकाले हिँड्छौँ। बुढाले चाहिँ पारि हेर न कस्तो पहिरो गएको छ अरे कि। अनि त्यो पहिरो सँगसँगै हाम्रो नेपालको झन्डालाई पनि देखाउनै पर्यो है, नेपालको झन्डा हाम्रो सान। अनि म नेपालको झन्डा देखाउँदै भिर पाखेर देखाउँदै हिँडिरहेको छु। अनि आफूले जानेको गरिरहेको छु साथीहरू, माया गरिदिनु होला भन्दै हामी बटुक खाने ठाउँमा आयौँ। अनि बटुक खाने ठाउँमा आएपछि त बटुक अचार पकौडा नखाइ भएन साथीहरू, यहाँको स्पेसल। अनि मैले भन्छु मैले चुकाउने खान्छु भनेर चुकाउने मगाएँ। अनि ल है साथीहरू यो मेरो चुकाउने, सबैजनाले आउनुहोस् खान भनेर छु। र अनि पक्कियो भनेर मेरो कपडामा पहिन्छ। अनि फर्स्ट बाइट खाएँ ल साथीहरू भनेर खाँदै मलाई एकदम मिठो लाग्यो वाओ भने। अनि मेरो चाहिँ चुकाउने पाइन्टमा लागि थियो कि। अनि म त्यो स्कार्फले पुछिदिएँ साथीहरू। अनि बाबुले चाहिँ पकौडा खान लाग्थ्यो। मैले पकौडा देखाउँछु त ल्याऊ भनेर मलाई खोज्छु। अनि रुक न भने मैले बाबुलाई। अनि मैले पकौडा र
चुकाउने खाएँ अनि बाबुले नि खायो हेलो भन्दै। अनि मेरो बुढा चाहिँ चिया लभर हो, चिया बुढो हो कि मेरो चाहिँ। ऊ बुढाले चाहिँ चिया मात्र खानुभयो। फाइनल्ली खाँदा खाँदै मेरो सकियो अनि हामी त्यहाँदेखि हिँड्यौँ बटुक खाने ठाउँबाट फाइनल्ली आफ्नो गन्तव्यतिर लागियो। आफ्नो गन्तव्यमा नहिँड्नु भएन साथीहरू, त्यहीँ बस्दै खाँदै गरेर नि कति हुनु है। अनि मैले चाहिँ हामी त यो बाटो हिँड्ने हो है, यत्रो छ बाटो भन्दै बुढालाई गफान्दै हिँड्दा हो क्या। अनि हिँड्दा हिँड्दै हामी पर गएर मेरो बुढाको पेट्रोल सकियो बाइकमा। अब आफूले खाइसकेपछि बाइकलाई पनि खुवाउनु पर्यो होइन र साथीहरू। अनि हामीले पेट्रोल हाल्यौँ। पेट्रोल हालेपछि म पेट्रोल हाल्ने ठाउँबाट पाल्पाको गाउँ भनौँ कि सहर भनौँ, पाल्पादेखि आउँछु थोरै। अनि पाल्पादेखि यो तल परवासको बाटो हुँदै हुँदै हिँडेर आएको। अनि बुढाले हाम्रो बाबु परवास जन्मेको नि भनेर बाबुलाई भन्दै हिँड्छौँ कि हामीले बाबुलाई जिस्काउँछौँ, तिमी जन्मेको हस्पिटल आउँदैछ बाबु परवास अब देख्छौ भनेर। अनि बाबु एक्साइटेड रूपमा हो र म जन्मेको ठाउँ यहीँ हो र ड्याडी मामु भन्छ। अनि हो हामी तिमी जन्मेको यहीँ परवास हो नि भन्छौँ। अनि अब परवास आउन लाग्यो, लगभगै सँगसँगै परवास आउन लाग्यो नि त। अनि मैले बाबुलाई रुक म तिमीलाई परवास देखाउँछु ल भन्दै हिँडेको छु गफ हान्दै। ऊ चाहिँ गाडी लगाए पनि बाइकमा हिँड्दा चाहिँ गफ एकदम गर्छ साथीहरू। अनि गफ गर्दै 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 गयो, रमाइलो हुन्छ क्या साथीहरू। फ्यामिली हिँड्दा आफ्नै छुट्टै पारा रमाइलो हुने रहेछ। अनि मलाई चाहिँ यहाँबाट देख्दा तानसेन पाल्पा माथि बजार एकदम राम्रो लाग्यो। ओह बाबु जन्मेको हस्पिटल यहीँ यो साथीहरू परवास। मैले जुम गरेँ अनि परवासको ठ्याक्क पछाडि चाहिँ त्यो उसको फुलहरू थियो के, पानीमा फुल्ने कमल फुल, त्यहाँ चाहिँ अहिले रहेनछ, सबै हिलो भएको रहेछ। अनि सो त्यहाँदेखि हामी अब तानसेनतिर लागियो साथीहरू। अहिले तानसेनतिर पुगेपछि भेटौँला भन्दै मैले बाबुलाई सम्झाउँदै गएँ। मलाई चाहिँ यहाँ त परवासकै नि रुखहरू बस्ने ठाउँ पनि एकदम राम्रो लाग्यो कि साथीहरू। यहाँको झम्म होइन एकदम शान्त रूपमा आफ्नो। मेरो बाबु यहीँ डेलिभरी भएको भएर नि होला अब कति एक हप्ता जति बसेको नि त म बाबु जन्मेपछि। अनि त्यसपछि गएको छैन, लुम्बिनी मेडिकल कलेज हल भनेर पनि देखाउँछु है मैले। यही भन्दै अब मैले सिधै पाल्पाको डाँडामा देखाउँछु। कस्तो लाग्यो साथीहरू मेरो मिनी भ्लग, सँगसँगै मेरो भोइसलाई इग्नोर गरिदिनु ल भन्दै मैले चाहिँ मेरो बुढालाई पनि देखाउँदै गइरहेको छु कि साथीहरू। बुढालाई पनि देखाउन छोड्नु भएन नि त, कति पतर बोलेको, खालि क्यामेरा तर्साएको जहाँ पनि भनेर रिसाउनुहुन्छ कि मेरो बुढा चाहिँ। त्यही पनि म चाहिँ नटरी भए पनि क्यामेरा देखाउने अनि बोल्ने हो कि। मलाई यस्तो नबोली हिँड्ने मान्छे अनि हरेक कुरालाई इग्नोर गर्ने बानी छैन कि मेरो। सानो सानो कुराहरू पनि मेमोरी हुन्छ नि त भनेर मैले चाहिँ गरेको नि त। पछि बुढा अब विदेश जानलाई धेरै टाइम छैन साथीहरू। अब 3 महिना हो छुट्टी, अब त गइहाल्छ 3 महिना। सो पछि गएपछि त हेर्नु हुन्छ नि त भनेर मात्र गरेको भिडियो। अनि हिँड्दा बुढाले त पुरा स्पिडमा लैदिएको क्या गाडी त एकदम। अनि हलो लानु न भनेको त अनि रात परिसक्यो छिटो पुग्नु पर्यो नि भनेर लानुहुन्छ। अनि बाबु चाहिँ डराउँछ क्या, हलो लानु न ड्याडी, मम्मीलाई र मलाई फेरि लडाउनु होला नि भन्छ बाबुले। अनि तिनीहरू दुइटा कराउँदै हिँड्दै गर्छ अनि म पनि क्यामेरा गर्दै हिँड्दै गर्छु साथीहरू। सो अनि हामी चाहिँ माथि भेटौँला भनेर म चाहिँ सिधै पाल्पा देखाउन जान्छु हजुरहरूलाई। यो चाहिँ पाल्पाको बजार, तलदेखि माथि घुमाउँदै आउँदै पाल्पा। मलाई चाहिँ पाल्पाको बजार केही पनि मिसो लाग्दैन कि साथीहरू। खै यो न हो त्यहाँ नबस्ने बानी भएर हो कि भन्दै जिस्काउँछु। अनि हामी चाहिँ फाइनली थके लाएर बुढालाई बसौँ न भनेर बल्ल रिक्वेस्ट गरेर यसो डाँडामा एउटा दुइटा टिकटक बनाउनलाई बसेको। अनि मेरो बुढाले हुन्छ भनेर बसेको। अनि बाबुले चाहिँ हाय भन्छ। अनि चाहिँ उहाँ हेर्नु न मेरो बाबु चकचके यो बाई बाई भनेर हामी त्यहाँदेखि पनि लागियो साथीहरू। अनि यो चाहिँ पाल्पादेखि तल सायद कता हो मलाई याद भएन कि नामै आउँदैन। रेडी भन्दा ती माथि हो तर यसको नाम मलाई आएन। अनि फ्रन्ट क्यामेरा गराएर गर्दा बाबुले ह्या कति गराएको र भन्छ कि मलाई। अनि मैले चाहिँ बाबुलाई जिस्काइरहेको छु कि साथीहरू, के हुन्छ र बोल न गराउनु पऱ्यो न भन्छ। अनि बाबुले चाहिँ मलाई ए भन्दै जिस्काइरहेको छ क्या, के भन्छ कि
अनि उसको गफ सुन्नुभयो भने साथीहरू हजुरहरू छक पर्नुहुन्छ। अनि यस्तो बेला बेलामा बुढालाई नि देखाइदिएको ल साथीहरू। हो मेरो बुढाको हेराइ चाहिँ फरक छ फेरि माया तरिकाले भनौँ के भनौँ आफ्नो बुढाको जे गरे पनि राम्रो भन्छ नि त्यस्तै हो। आज चाहिँ मैले फर्स्ट टाइम क्यामेरा तर्साउँदै हिँडिरहेको छु अनि खुसी लागेको छ। म चाहिँ धेरै बोलिरहेको के पदर 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 के भन्छु भन्छु साथीहरू चाहिँ धेरै बोल्छु कि साथीहरू। त्यति भन्दा भन्दै हामी चाहिँ अर्गेली आयौँ। अर्गेलीको यो चाहिँ फाँट हेर्नु यस्तो राम्रो नि त्यहाँको धान अनि अहिले लगाउनुहुन्छ नि त गहुँ आलु एकदम राम्रो। मलाई चाहिँ राम्रो लागेर मैले चाहिँ थोरै भए पनि एउटा भिडियो क्याप्चर गर्नु पर्यो भनेर भिडियो गरिहालेँ। फेरि पनि साथीहरू मेरो भोइसलाई मेरो बोलीलाई चाहिँ इग्नोर गरिदिनु। रेडीको पुल अनि यसमा हामीले हार्दिक स्वागत गर्दछौँ भनेर हामीले पुल काट्यौँ। पुल काट्दा काट्दै यता अहिले त पार्टी चलिरहेको चुनावको माहौल छ साथीहरू। अनि त्यहाँ चाहिँ सायद गिलास नै होला त्यो पार्टीको बैठक भएको रहेछ। अनि मैले चाहिँ भन्छु कि सबैलाई बुढो अहिले चाहिँ भोट केमा हजुरले भनेको अब हेरौँ हेर्दै जाऊँ अब भोट केमा हाल्ने भनेर यहाँ पब्लिक नगर भनेर भन्नुहुन्छ। मैले चाहिँ भन्दैन साथीहरू आफ्नो आफ्नो इच्छाले आफूलाई जसलाई दिन मन छ आफ्नो देश दललाई बनाउनु छ त्यसैलाई दिनु होला भन्दा भन्दै हेर्नु यो रेडीदेखि माथि आउँदा पुरा घाम रातो भएको हुन्छ घाम ढल्न लागेको हुन्छ मानम अँधेरो भइसक्यो कि। अनि मलाई चाहिँ यस्तो सिनहरू एकदम मनपर्छ। अनि मैले धेरै भिडियो गराएको हुन्छु अनि भिडियो गराउँदै मेरो ब्याट्री पनि सकिन्छ कि साथीहरू पावर ब्याङ्क पनि छैन अनि अब थोरै छ मेरो भिडियो। अनि म यस्तो गर्दा हामी अब यो ठाउँ के भन्छ कि खै यो ठाउँ पनि मलाई त्यति थाहा भएन त्यही पनि म भिडियो गराएको छु। अनि मेरो बुढालाई पनि यसो देखाउनु पर्यो नि त भनेर बुढालाई देखाइरहेको छु। बुढासँगको मेमोरी हो अनि त बुढालाई नदेखाउनु भन्ने कुरै हुँदैन। अनि मैले चाहिँ बुढालाई देखाइरहेको छु साथीहरू। हजुरहरूले चाहिँ कति बुढा भनेको भनेर नभन्नु है भएको बुढालाई चाहिँ बुढा भन्नु पर्यो नि त नभएकोले चाहिँ बोयफ्रेन्ड भन्नु होला मैले चाहिँ बुढा भन्नु पर्यो इग्नोर गर्नु ल। अनि बुढा चाहिँ एकदम राम्रोसँग सेफली तरिकाले हामीलाई यहाँसम्म ल्याउनु भयो अहिलेसम्म। अब योभन्दा अगाडिको बाटो चाहिँ डेन्जर छ अरे भन्ने सुनेको है टक्सार भन्ने ठाउँमा। अनि त्यहाँ आउनको लागि त्यस्तै 2-4 मिनट थियो होला सायद। फेरि पनि म यो उस देखेपछि सनलाइट देखेपछि पुरा फेरि क्यामेरा तर्साउँछु। मेरो बुढाले ए तिम्रो क्यामेरा हो नि होइन केही होइन यहाँ हो भन्छ। अनि मैले चाहिँ पुरा क्यामेरा आफूतिर फर्काएर ल भन त फेरि के भन्यो रे भन्दै बुढासँग झगडा गर्दै हिँडेको हुन्छु। अनि बाबुले चाहिँ यहाँ भन्छ कि जहिले पनि कति उसलाई सपरिरह नि त उसलाई गाडी लाग नि त गाडी भन्नाले बाइक उसलाई चाहिँ बाइकमा हिँड्दा पनि लाउँछ। अनि म उसलाई हाँस्छ फाल्दै एउटा आँले टुलो हेर्दै उस गरेर जान्छ। अनि म चाहिँ जिस्काछु कि बोल न तिमीलाई गाडी लाग्छ भन्दै भनेको हुन्छ नाइ भनेर दाँत देखाउँछ। तर उसलाई चाहिँ गाडी लाग्छ है साथीहरू। गाडी भन्दा पनि बाइक लाग है साथीहरू बिचमा अब साइडहरूमा देख्न पाउँदैन हाँसेँ। अनि मैले झोला पनि देखाउँछु साथीहरू हेर्नु है हामी झोला बाबु म हिँडेछौँ भनेर हजुरहरूलाई देखाउँछु। अनि बुढा चाहिँ पुरा मक्ख ओहो भन्दै हाँस्नुहुन्छ बुढा चाहिँ। अनि त्यही भन्दै गफ गर्दा हिँड्दै रात पर्यो साथीहरू। घरमा पुग्नको लागि अझै 1-1.5 घन्टा लाग्छ। टक्सार लोम्छा भेडुवा अनि श्रृङ्गा अनि बल्ल गौडाकोटदेखि भित्र बिरबास अनि बलिथुम जुगुम रातामाटा पराल्मी हुँदै हो कि हामी आउने यो बलिथुम। अनि त्योदेखि अब म चाहिँ फाइनली टक्सार आएँ। टक्सार आउँछु भन्दा नि हेर्नु न यस्तो बाटो खराब यति बाटो अप्ठ्यारो सबै साइडको घर भत्काइदिएको छ। अनि बाटो एकदम अप्ठ्यारो लाग्यो कि यहाँको चाहिँ मलाई सबैभन्दा अप्ठ्यारो लाग्यो यो बाटो। अनि त्यसपछि बुढाले बिचरा हलु लाँदै हुनुहुन्छ कि अनि एकदम डर लाग्छ कि मलाई यस्तो बाटोमा। अनि लोटेको त छैन कि त्यही पनि त डर लाग्छ नि त आफू मात्र भए त के हुँदैन बाबु पनि छ। अनि बुढाले चाहिँ एकदम सुस्त स्लो मोसनमा आनन्दले हिँड्नु भयो। यहाँ चाहिँ साथीहरू राम्रोसँग आउनु होला हजुरहरू एकदम अप्ठ्यारो छ बाटो चाहिँ। अनि उतादेखि कार आयो कि साथीहरू। अनि कारलाई हामीले
एकचोटि साइड दियो बाटो साँग्रो खायो नि त अब नयाँ बाटो हुँदैछ अब बाटो बनाउँदैछ अब यतिको बाटो त राम्रै हो भन्नु पर्यो होइन हाम्रो लागि त त्यही पनि बाटो बन्दै गरेको हुँदाखेरि सबैजना राम्ररी आउनु होला भन्न चाहेँ मैले अनि भन्दै यो मेरो बलेटक्सार चाहिँ मेरो मावला है मेरो मम्मीको माइत मेरो चाहिँ मावला समरको चाहिँ बुढो मावला साथीहरू अनि मैले बाबुलाई भन्छु कि बाबु तिम्रो बुढो मावला यहाँ हो नि यहाँदेखि भित्र जानुपर्छ थोरै भन्दै जिस्काउँदै हिँडिरहेको छु अनि उसलाई चाहिँ कुनै टाइममा कुनै समय मिलेछ भने लान्छु म बुढो मावला पनि सायद भ्लगमा नदेखाए पनि अनि त्यही भन्दै माथि हिँड्न लाग्यो अनि एकदम यहाँ हेरी पानी हालेको रहेछ कि चिप्लो एकदम चिप्लो थियो बुढाको त्यो बाइक खेरि यस्तो यो बाइकको फेरि पाङ्ग्रा यति चिप्लो हुने नि साथीहरू अरू बाइकहरू त खै के हुन्छ थाहा भएन तर यो बाइकको पाङ्ग्रा लास्ट चिप्लो के चिप्लोमा झन् चिप्लो आइयो लोटेन क्या हामीहरू त्यही पनि बुढाले एकचोटि पनि नलोटाइ राम्रोसँग ल्याउनु भयो साथीहरू भन्दा मेरो मोबाइलदेखि हात खस्छ क्या अनि मेरो हालत मेरो जुत्ताको कपडाको हालत खुट्टाको हालत ओ भगवान् घरमा आउँदा मेरो शरीर यति दुखेको थियो भने साथीहरू कुरै नगरौँ जुत्ता त ओहो मेरो जुत्तालाई इग्नोर नगर्नु हेर्नु मेरो जुत्ता भनेर देखायो अनि बाबुले मेरो नै देखाइदिनु न भनेर चाहिँ अहिले चाहिँ खुट्टा ल्याउँछ कि अनि खुट्टा टच्चाउँछ पुरा मसँग अनि मैले देखाइदिएँ बाबुको जुत्ता भन्दै मलाई एकदम पिसाब लाउँछ साथीहरू अनि हामी चाहिँ रोकाउँछौँ अनि मैले बाइकलाई धेरै धेरै धन्यवाद यहाँसम्म राम्रोसँग लिएको भन्दै मिरोमा आफ्नो मोबाइल देखाउँछु साथीहरू के गर्नु यस्तै छ जिन्दगी यो चाहिँ हामीलाई राम्रोसँग गुलमिलाएकोमा धेरै धेरै धन्यवाद भन्दै मेरो बाइकलाई देखाएको अनि बुढालाई चाहिँ सनलाइट हेर्न जानु पर्यो अरे उहाँ भनेको अनि बाबु पनि पुरा पछि जान्छ कि अनि म पनि पछि जानु पर्यो होइन साथीहरू अनि किन एक्लै बाटोमा बस्नु भनेर म पनि सनलाइटको खिच्न गएँ फोटो अनि देखाएँ अनि मेरो बुढा चाहिँ यहाँ आधे पाधे सबै फोटो किस गरेको भनेर रिसाउँछ अनि पुरा मोटे चाहिँ कम्मरमा हात राखेर उता देखिनु भएको छ सरी ल मैले बुढोलाई मोटो भनेको त त्यस्तो मोटो हुन्न मेरो बाबुको पारा हेरौँ न भन्दै हामी त्यहाँदेखि हिँड्छौँ थ्याङ्कफुल सबैजनालाई अहिलेसम्म वाचिङ गर्नुभएकोमा होइन तर यहाँदेखि अब हाम्रो 1 घन्टाको बाटो छ भन्दै हामी यो मन्दिर आयौँ यहाँ मन्दिर त हजुरहरूलाई सबैजनालाई थाहा छ होला भाइरल मन्दिर हाम्रो गुल्मीको सान कोही आउनु छैन भने नि आउनु होला तर मैले पहिलाको उसमा ब्लगमा राखेको छु नि यहाँको हेर्नुभयो भने छ मेरो भन्दै गफ गर्दै हामी हिँड्छौँ साथीहरू मलाई पनि एकदम थकै लाग्छ बाबु म अनि बाबुले पुरा गाडीलाई नाक खुम्चाछ क्या चौचेको जस्तो त्यही भन्दै साथीहरू भेडा आयो फाइनल्ली भेडा पनि बाटो यस्तो भएको रहेछ भन्दै मेरो मोबाइलमा चार्ज सकिन्छ साथीहरू अहिलेसम्म हेरिदिनु भयो खुसी लाग्यो होइन माया गर्नुभयो खुसी लाग्यो यो चाहिँ हाम्रो कहाँ हो भन्दा वीरवासदेखि यता के भन्छ यसलाई के भन्छ गौडाकोट हामी गौडाकोट आउँदा पुरा रात परेको थियो कि साथीहरू लाइट बाल्ने भइसकेको थियो हामी त बुटोलदेखि त त्यस्तै 3 बजे थियो होला हिँड्दा यता सामान किन्दा आउँदै हाम्रो गुल्मी दरबार गाउँपालिका वडा कार्यालय के लेखेको हुन्छ अनि त्यसो देखाइदिन्छु कि हजुरहरूलाई अनि यहाँदेखि अब चाहिँ साथीहरू लेफ्ट साइड तम्घास जाने हो भने राइट साइड हाम्रो बलिथुम जुगुम रातमाटा पराल्मी जाने ठाउँ हो साथीहरू अब यहाँदेखि मैले बाई भन्नुपर्ने हुन्छ मेरो चार्ज एकदम सर्टेज छ मैले मोबाइल चलाए टिकटक बनाए फोटो खिचेको गरेको हुन्छु नि त सो खासै राम्रो त भिडियो भएको छैन त्यही पनि फर्स्ट टाइम अहिलेलाई यत्तिकै गरिदिउँ न भनेर गरेको छु नेक्स्ट टाइम अझै राम्रो गर्ने प्रयास गर्नेछु सबैजनाले माया गरिदिनु होला यो छ नि देखिरह नि यो प्रतीक्षालय त्यहाँदेखि माथि उता चाहिँ लेफ्ट साइड तम्घास अब यता चाहिँ राइट साइड भन्दा अफ रोड छ नि त अनि आइयो गर्दै मलाई बुढाले एकदम स्पिडमा लिएर ठ्याक्क माथि लैहाल्छन् अनि खुसी लाग्यो साथीहरू राम्रोसँग हामी घर आइपुग्छौँ सबैजनाले माया गरिदिनु भयो खुसी लाग्यो धेरै धेरै धन्यवाद नेक्स्ट भिडियो अझै राम्रो गर्नेछु सबैलाई मेरो एकदम बेटी
सकेको छ साथीहरू। घरमा लाइट बाल्ने भइसक्यो, अँधिरो भइसक्यो भन्दा भन्दै म हजुरहरूलाई फुल घरमासम्मको भिडियो गराउन सकेन। क्षमा प्राप्ति छु सबैजनासँग। सबैजनाले माया गरिदिनु होला भन्दै म अब भिडियोबाट बिदावारी हुन चाहन्छु। सबैजनालाई धन्यवाद अन्तिमसम्म हेरिदिनु भएकोमा। थ्याङ्क यू।